कृष्ण सबैलाई नमस्ते। मेरो भिडियोमा हजुरहरूलाई स्वागत छ। मेरो टपिक मेन रहेको छ, धेरै महत्त्वपूर्ण रहेको छ। यो कुराहरूलाई सुनेर भए पनि एउटा सकेसम्म यो कुराहरू हजुर सबै समाजमा फैलाउन जरुरी छ र यस्तो कुराहरूलाई ध्यान दिन धेरै महत्त्वपूर्ण छ। यसमा मैले पहिला पनि भिडियो बनाएको थिएँ र आज पनि बनाउँदैछु। पहिला मैले 2-3 भिडियोहरू फेसबुकमा अपलोड गरेको थिएँ अर्को पेजबाट। त्यो अकाउन्ट चाहिँ मेरो ब्यान्ड भयो र अहिले पनि यो मैले अब टिकटकको माध्यमबाट, युट्युबबाट, फेसबुकबाट छोड्छु भनेर यो भिडियो बनाउँदैछु र यो कुराहरू विशेष ध्यान दिनु होला। हाम्रो सनातनी हिन्दू एउटा नेपालमा रहेका सम्पूर्ण दाजुभाइ, सानोदेखि ठुलो वर्गका मान्छेहरूले यो कुराहरू ध्यान दिएर यो मनमा रहेका भ्रमहरू र आफूमा अहङ्कार रहित भएका यस्ता चिजहरूलाई एउटा समान स्तरमा जिउन सक्नुपर्छ भन्ने धारणाले, उद्देश्यले सबै मान्छेहरू। मेरो टपिक्स यस प्रकार रहेको छ कि हजुरहरू जुन यो कुराहरू जुन आज नेपालमा, भारतमा, यो संसारमै लाखौँ साल पहिला, करोडौँ साल पहिला जुन धर्म हाम्रो हिन्दू सनातन थियो, जुन पहिला जुन बेला कुनै धर्मको निर्माणै भएको थिएन, कुनै बनेको थिएन, त्योभन्दा पुरानो धर्म हो हाम्रो। त्योभन्दा लाखौँ करोडौँ साल पहिला हो, कुनै नाम कसैले बनाएको भन्ने प्रमाण छैन, त्यो धर्म हो हाम्रो। त्यसैले यो धर्मलाई विशेष, यो धर्मलाई नचिन्नको कारण आज कयौँ नेपालीहरू धर्म कन्भर्ट गरिरहेका छन्, धर्म परिवर्तन गरिरहेका छन्। यो समस्या बाहिर कतै लुकेको छैन। यो समस्याहरू हाम्रै समाजमा, हाम्रै गुरुहरू, हाम्रै हिन्दू दाजुभाइमा यो कमी कमजोरी, यो गल्तीहरू छ। त्यही भएर धर्म परिवर्तन गर्नुको कारणै यही हो। हाम्रो आज यी गल्तीहरूको कारणले गर्दाखेरि लाखौँ हिन्दूहरू धर्म कन्भर्ट गरिरहेका छन्। उनीहरूलाई सत्यको ज्ञान नभएर, उनीहरूले आफ्नै गल्तीहरू गरेर प्राय आज नेपालमा जातिवाद, भेदभाव, त सानो म ठुलो, त ब्राह्मण म क्षत्रिय म वैश्य म ठाकुर, यही कुराले आज कमजोरी छ। यही कुरा गल्तीले आज करोडौँ एउटा सामान्य वर्गका मान्छेहरू, आज यो सानो वर्गका मान्छेहरूले धर्म कन्भर्ट गरिरहेका छन्। आखिर किन भगवानले हामीलाई एउटै शरीर दिएको छ, हामीलाई एउटै रूप दिएको छ, आँखा मुख उनीहरूलाई पनि दिएको छ, खानालाई हामी पनि खान्छौँ र भोजन सबैले प्राप्त गर्छ। हजुरले कतै सुन्नुभएको छ जनावरमा अलग अलग हुन्छन्, उनीहरूको सोच विचार अलग हुन्छ भनेर? एउटा गाई र करोडौँ गाई, या तपाईँ इन्डियामा किन्नुहोस् या चाइनामा गएर त्यो गाईलाई हेर्नुहोस्, गाई गाई नै मानिन्छ होइन। एउटा कुकुर तपाईँ नेपालमा, एउटा अफ्रिकामा खोज्नुहोस्, जुन कुकुर अफ्रिका र नेपालमा छ त्यो कुकुर कुकुरै हुन्। तिनीहरूको कुनै जात यो यस्तो भन्ने तोकेको हुँदैन, उस्तै रूपमा नजरमा देखिन्छ। र हामी मान्छे बीच हामी किन त सानो म ठुलो हो कि आखिर यो शरीर ठुलो हो, भोलि त्यही मिट्टीमा गएर मिक्स हुने एउटा 5 तत्त्वबाट बनेको चिजलाई हामी यति महान मान्छौँ। यो आफूमा भ्रम हो, यो पागलपन हो। यही कारणले गर्दाखेरि सबै मान्छे एउटै हो। बा सोच सही रहनुपर्छ, सोच धार्मिक हुनुपर्छ, सोच सत्य हुनुपर्छ। सत्यमा चल्ने मान्छे असल मान्छे हो, असल भक्त हो, असल एउटा धर्मावलम्बी हो। यदि हामीले धर्मको हिसाबमा चल्न सकेनौँ र अधर्मको हिसाबमा चल्न सक्यौँ, म यो हो, म यो हो, म यो हो, जातमा तोक्यौँ र यही चिजले, यही घमण्डको कारणले गर्दाखेरि एउटा सामान्य मान्छे, एउटा सामान्य वर्गको मान्छेहरू आज धर्म कन्भर्ट, धर्म चेन्ज गर्नुको कारणै यही हो। यदि हामीले यो चिजलाई रोकेनौँ, उनीहरूलाई सही ज्ञानको अनुभूति दिएनौँ, सही ज्ञानको प्रचार गरेनौँ, हिन्दू शास्त्रको कुराहरू गरेनौँ, स्वयं भगवान् श्रीकृष्णको यत्रो महाभारत, महाभगवत गीता, पुराण, वेद, यत्र ग्रन्थहरू छन्, यी ग्रन्थको ज्ञानलाई, सारलाई पल्टाएर पढेनौँ र त्यसको केही कुराहरू हामीले जानेनौँ भने हामी सधैँ अहङ्कारमा रहन्छौँ र उनीहरूको धर्म परिवर्तन गर्ने कारणै यही हो। उनीहरूलाई थाहा छैन, हामीलाई पनि थाहा छैन। हामीलाई थाहा नहुनाको कारण हामीले आफूलाई ब्राह्मण ठान्छौँ, आफूलाई ठाकुर ठान्छौँ, आफूलाई क्षत्रिय ठान्छौँ। यही ठान्नको कारण आफूलाई आफ्नो सहन, आफ्नो अहङ्कार देखाउनको कारण उनीहरूलाई नीचा देखाउनु, त्यही भएर उनीहरूले धर्म कन्भर्ट गर्नुको कारणै यही हो। त्यसैले सुन्नुहोस् र बुझ्नुहोस्, यो कुरालाई धेरै प्रचार गर्नुहोस्। फेसबुकको माध्यमबाट हुन्छ या युट्युबको माध्यमबाट हुन्छ, एउटा सामान्य कुरा गरेर हुन्छ या टाढैबाट भएर पनि हुन्छ। सक्ने मान्छेहरू, जसको पहुँच माथि छ, जसको भ्यालु समाजमा धेरै छ, जो महान पदमा बसेका छन्, जो राजनीतिमा बसेका छन् होइन, जो ठुलो स्तरमा छन्, उनीहरूले यस्तो टपिक्स, यस्तो कमी कमजोरीहरूमा बात उठाउनुहोस्, कुरा गर्नुहोस् र यही कुरा
गरेपछि बल्ल ती हजुर एउटा महान हुनुहुन्छ तपाईँभन्दा सानो मान्छेहरूले सुन्छन् र उनीहरूलाई लाग्छ यो कुरा सत्य हो। यदि यो कुराहरूले हामीले ध्यान दिएनौँ, हामी पदमा बस्यौँ, हामी ठुलो स्तरमा गयौँ र हाम्रो कुरा सुन्ने मान्छे धेरै छ। यदि हामीले आफ्नै कुरा गऱ्यौँ, राजनीतिकै कुरा गऱ्यौँ, आफ्नै पर्सनालिटीको कुरा गऱ्यौँ, म यस्तो थिएँ, म यस्तो भएँ, मैले यो गर्छु, यदि यही कुराहरूमा व्यस्त भयौँ भने हाम्रो समाज त्यहीँ रहन्छ। हाम्रो धर्मका खुट्टा काटिनेछन्, हाम्रो धर्म सधैँ नोक्सानमा रहनेछ। त्यही भएर कमसेकम ठुलो मान्छेहरूले बोलिदिएको भए हुन्थ्यो, ठुलो मान्छेले यसको प्रचार गरिदिएको भए हुन्थ्यो। हामी सानोबाट त केही नहुने भयो, हामी सानोको कुरा कसैले नसुन्ने भयो। एउटा ठुलो पदमा बसेको मान्छेहरूले साथै यही कुरा गर्दा आज करोडौँ अरबौँ मान्छेहरू सुनेर, लाखौँ मान्छेहरू एउटा असल धर्म, यो कुरा सही हो भन्ने उनीहरूलाई लाग्थ्यो। म आफै पनि एउटा क्षत्रिय कुलदेखि हो, मलाई लाग्दैन म क्षत्रिय हो, मलाई लाग्दैन म ब्राह्मण हो, म वैश्य हो। म एउटा मनुष्य हो। मैले आफूले आफूलाई इम्प्रुभ गर्नु छ, आफूले आफूलाई सुधार गर्नु छ, आफ्नो चरित्रलाई एउटा सही एउटा धर्मावलम्बी बन्ने कोसिस गर्नु छ। आखिर म शरीर हो, म शरीर होइन, आखिर म आत्मा हो, शरीर होइन। यो शरीर यही भौतिक तत्त्वमा मिक्स भएर एउटा मिट्टीमा मिक्स हुने चिज हो। फेरि म आफैलाई किन तौलौँ? करोडौँ मान्छे जन्मे, लाखौँ मान्छे जन्मे, सबै गए, उनीहरू रहे त, उनीहरूको जो उनीहरू भनेको थिए मै हो, केही रहेन, सबै समाप्त भयो। फेरि हामीले कसको लागि? सबै मान्छे जन्मिन्छन् र सबै मान्छे मर्छन्। त्यसैले यो कुरालाई विशेष प्रचार, विशेष ध्यान दिन जरुरी छ। हरे कृष्ण, कृष्ण कन्सियसनेस धेरै जरुरी छ र हाम्रो हिन्दू धर्मको प्रचार गर्न जरुरी छ। आज कमी कमजोरीहरू धेरै देखिन्छन्, यो कमी कमजोरीहरू समाजमा छ। कुरा त भिडियो चाहिँ लङ बन्न सक्छ, लामो बन्न सक्छ। मैले कुरा राख्दाखेरि यदि हजुरहरूको मन्तव्य, मनमा रहेका केही कुराहरू राख्न चाहनुहुन्छ भने कमेन्टको माध्यमबाट राख्नुहोस्। म नेक्स्ट भिडियो विशेष ध्यान दिएर, ध्यानपूर्वक सोचेर बनाउनेछु र यसको लागि एकदम महत्त्वपूर्ण कुराहरू सोचेर सम्झेर बोल्नेछु र सकेसम्म फेसबुक, युट्युबमा अपलोड गर्नेछु। यो कुराहरूलाई सक्दो सेयर, सक्दो सबैलाई प्रचार, आफै पनि गएर साथीहरूलाई होइन, आफूभन्दा सानो ठुलो मान्छेहरूलाई यो कुरा राख्नुहोस्। उनीहरूको मनमा के कुराहरू छ बुझ्दैनन्, थाहा छ म यो हो, म यो कुरा नगर्दा आफ्नो पद खसे जस्तो लाग्छ उनीहरूलाई, तर आफ्नै धर्मको खुट्टा काटिने काम भइरहेको छ, यो उनीहरूलाई थाहा छैन। आज लाखौँ मान्छेहरू हिन्दू धर्म परिवर्तन गरिरहेका छन्, उनीहरूलाई बचाउनु छ। हामी एक हो, हामी एक हिन्दू भएर जन्मेका छौँ, हिन्दू भएर मर्नु छ। सत्य सनातन हो, हामी एउटा आत्मा भएर मर्नु छ। यो कुरालाई प्रचार गरेर हामी कृष्ण भक्तिमा लिन हुनुहोस्, भक्तिको प्रचार गर्नुहोस्, एउटा सरल मान्छे बन्नुहोस्, चरित्रवान बन्नुहोस्। हामी कमी कमजोरी छ, हाम्रो चरित्र एकदम दूषित छ, हामीले बन्नु छ, हामीले कोसिस गर्नु छ आफूलाई बनाउने, हामीले परिवर्तन हुनु छ, हामीले केही न केही गरेर देखाउनु छ। के गर्नु छ त? आफ्नो सोचलाई बदल्नु छ, आफूमा भएको चेतनाको विकसित गर्नु छ। यही हरे कृष्ण, राधे राधे, हरे हरे।